2080 असोज 19 गते विपिन जोशीले अन्तिम पटक इजरायलबाट आमा पद्मालाई फोन गरेका थिए। त्यसो त उनी इजरायल गएको 1 महिना मात्रै भएको थियो। शुक्रबार उनले म खाना खाँदैछु, भोलि शनिबार बिदा छ, टन्न कुरा गरौँला भन्दै फोन राखेका थिए। भोलिपल्ट शनिबार बिहानै इजरायलमा आतंकवादी हमला भएको र 10 जना नेपाली विद्यार्थीले ज्यान गुमाउन पुगेको दुःखद खबर मिडियाहरूमा आउन थालेको थियो। तर यसबारे उनको परिवार बेखबर थिए। शनिबार यत्तिकै बित्यो र आइतबार बिहान पद्मा आफ्नो ड्युटीमा गइन्। उनले गाउँकै एक विद्यालयमा पढाउँथिन्। विद्यालयमा पुगेपछि अन्य स्टाफले इजरायलमा गोलाबारी चलिरहेको बारे उनलाई जानकारी गराएपछि पद्माको मनमा चिसो पस्यो। उनको होस हवासै उड्यो, मन थिर हुन सकेन। शनिबारदेखि छोरा सम्पर्कमा नआउनुको कारण उनले बल्ल पत्ता लगाइन्। पद्मा घर आउँदा परिवारका अन्य सदस्यहरू पुरै मौन थिए। कसैले पनि उक्त घटनाबारे उनलाई केही जानकारी गराएनन्। उनले छोरालाई पटक पटक फोन सम्पर्कका लागि प्रयास गरिन्, तर उनको प्रयास असफल भयो। केही दिनको प्रतीक्षापछि विपिन आतंकवादी समूह हमासको कब्जामा परेको खबर आयो। त्यसयता 2 वर्ष उनको परिवारले छोराको रिहाई र पर्खाइमा गुजार्यो। पछिल्लो पटक पनि विपिनका आमा र बहिनी उनकै रिहाईका लागि भनेर अमेरिकामा छन्। तर दुःखको कुरा, विपिन सकुशल नभएको खबर बल्ल आएर खुल्यो। अहिले विपिनका परिवार गहिरो पीडामा छन्। शिक्षण पेसामा संलग्न उनका बुबा आमा बैतडीको रिमबाट केही वर्ष अघि बसाई सरेर कञ्चनपुर झरेका थिए। विपिन 2080 भदौको अन्तिम साता लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयको टिकापुर स्थित कृषि क्याम्पसबाट 2 चरणमा गरेर 49 विद्यार्थी इजरायल गएका थिए। त्यसै क्रममा विपिन पनि इजरायल पुगेका थिए। तर इजरायल पुगेको 1 महिनामै उनले परदेशी भूमिमा युद्धको सामना गर्नु पर्यो र अन्तमा जीवन नै गुमाउनु पर्यो। अहिले यो घटनाले सारा नेपालीलाई स्तब्ध बनाएको छ।